गाउँ सरेपछि मन पनि सर्दो रहेछ है मिस। तपाईँ गलत बुझ्दै हुनुहुन्छ। गलत गर्नेले गलत गरिसकेपछि गलत बुझ्नेले त बुझिहाल्छ नि मिस। त्यो दिन मैले तपाईँसँग बाटोमा कुरा गर्न खोज्दाखेरि त्यसले ममाथि हातपात गर्न किन खोज्यो भन्ने कुरा त अहिले आएर पो बुझ्दैछु त। त्यो दिन तपाईँले गरेको हरकतलाई कुरा भनिँदैन। सँगै बसेर चिया खाँदा के कुरा हुन्छ बिस्तारै बुझ्दैछु मिस। के बुझ्दैछौ तिमी? के चाहिँ बुझेको छौ अहिलेसम्म? जब एउटा रक्सी नखाऊ भन्ने कुरा त अहिलेसम्म बुझेको छैन। बरु मैले राम्रोसँग बुझिरहेको छु तिमी र तिम्रो साली बिचमा के चलिरहेको छ भनेर। तपाईँ चाहिने भन्दा बढी बुझ्दै हुनुहुन्छ मिस। चाहिने भन्दा बढी होइन, चाहिने जति नै बुझ्दैछु। पूजासँग भेट भइसकेपछि म प्रति बदलिएको व्यवहार बुझ्दैछु। पूजाको आँखामा तपाईँको लागि माया बुझ्दैछु। मसँग केही पनि बहाना नबनाए पनि हुन्छ। आफ्नो सालीसँग बिहे गर्दाखेरि यो समाजले के भन्ला भनेर सोचिरहनु भएको होला होइन? केही पनि भन्दैन, टुक्कसँग बिहे गरिन्छ। अब तपाईँले सोच्नुहुन्छ होला यसले ममाथि हात उठाएर गल्ती गर्यो, तर तपाईँले कुरा नै हात उठाउनु पर्ने खालको गर्नुभयो मिस। मिस जस्तो मान्छेलाई म जस्तो अनपढ मान्छेले बोल्नुको सीमा त सिकाउनु पर्दैन होला।